आज चाहिँ हाम्रो युथ क्याम्प भइरहेको छ डे फर्स्टको हो अनि यहाँ चाहिँ अस्मिता छ अनि यतातिर चाहिँ हाम्रो दिदीबहिनीहरू हुनुहुन्छ अनि हामी चाहिँ आज गल्फ कम्पनी खेल्न गल्फ गेम खेल्न लागिरहेको छौँ अनि लाइक मेरो पर्फर्मेन्स चाहिँ अलिक राम्रो आउँदैन त्यही भएर अनि यता मकै बारी पनि छ अनि यस्तो छ दिदीबहिनीहरू सबजना खेल्नको लागि तयार भइसक्नु भएको छ कविता पुरी सर्च गर फर्स्टमै आउँछ आज चाहिँ सबैजना दिदीबहिनीहरू हुनुहुन्छ अनि यता गल्फ अनि के गर्नु थाहा छ यतातिर चाहिँ यस्तो छ अनि यता चाहिँ मकैबारी पनि छ एकदमै राम्रो ठाउँ छ यता चाहिँ अनि यहाँनिर सानो बुनु पनि छ हेलो बुनु तिम्रो नाम के हो हेलो बहिनी चाहिँ लजाएर लुक्यो हेलो बुनु ऊ चाहिँ लुकिरहेको छ अब हाम्रो गर्ल्स गेम चाहिँ स्टार्ट हुन लागेको छ अनि दिदीबहिनीहरू चाहिँ यसरी ग्रुपमा बसिरहेको छ अनि म चाहिँ यतातिर छु एकदमै गर्मी भइरहेको छ मलाई अनि आज चाहिँ मलाई एकदमै गर्मी भइरहेको छ एकदमै राम्रो सिन पनि छ यस्तो राम्रो सिन देखिरहेको छ यस्तो दामी होइन यस्तो अमेजिङ टाइपको बनिरहेको छ जुम गरेर यस्तो मलाई नि यस्तै ठाउँमा बस्न मन लाग्छ मेरो ड्रिम चाहिँ के छ भने होइन टक्क हरियाली जङ्गलको मुनि एउटा घर बनाउने अनि त्यसले चाहिँ अनि रुखको सर ओरिजिनल अक्सिजन आउँछ अनि अक्सिजन टक्क लिने अनि साइडमा एउटा मेरो ड्रिम होइन सुन न अनि मेरो ड्रिम हो क्या यो अनि त्यसपछि चाहिँ टक्क एउटा घर हुन्छ यहाँनिर अनि यता साइडमा स्विमिङ पुल हुन्छ उसले यस्तो यस्तो हात हल्लाइदिएर अनि त्यहाँ गाडी राख्ने ठाउँ पनि हुन्छ अनि मेरो साथीहरू आयो भने त्यहाँ खाजा खाने टेबलहरू पनि हुन्छ अनि बेबीहरू स्विमिङ पुल पनि हुन्छ मेरो ड्रिम घर हो मेरो ड्रिम के भने पछिको लागि मेरो ड्रिम छ क्या एउटा हस्बेन्ड त बडी बिडवालवाला हाम्रो चाहिँ आज हाइकिङको फोर्थ डे हो अनि अब हामी चाहिँ यहाँबाट अब हाइकिङ ओह्रालो झरेर जान लागेको छौँ अनि त्यसपछि यहाँ चाहिँ हाम्रो यो रुमवे हो अनि यताबाट चाहिँ यस्तो राम्रो सिन देखिन्छ अनि यहाँनिर चाहिँ यस्तो राम्रो सिन देखिरहेको छ दामी सिन देखिन्छ यो चाहिँ कालो पाण्डे डाँडा भन्दा मुनतिर हो अनि यतातिर कस्तो राम्रोसँग कोइलीहरू पनि कुहु कुहु गर्दै कराउँछ एकदमै राम्रो जङ्गल छ अनि यतातिर यस्तो दामी सिन देखिन्छ अहिले म तलबाट देखाउँछु अब हामी जान लाग्यो अनि म चाहिँ यतातिर छु अब हामी ओह्रालो म चाहिँ नयाँ भ्लगर हो अनि यतातिर चाहिँ यस्तो राम्रो सिन देखिन्छ यो बहिनी चाहिँ एकदमै क्युट र राम्री पनि छ उतातिर प्लेन उडेको पनि देखिन्छ
अब चाहिँ हामी फाइनल्ली हिँडिसकेको छौँ हामी चाहिँ यतातिर छौँ अब फाइनल्ली ब्याग बोकेर हामी चाहिँ अब घर जान लागिरहेको छौँ अनि अब मेरो चाहिँ नयाँ नयाँ भ्लगहरू म बाटोको सिनहरू पनि देखाउँछु स्किप गर्दै सबैजना झोला बोकेर आइरहेको छ यतातिरबाट अनि एकदमै राम्रो सिन पनि देखिन्छ म चाहिँ यतातिर छु अनि म चाहिँ बाटोको सिनहरू भ्लग बनाउँदै आउनेछु जाम साथीहरू अनि हाम्रो किचन चाहिँ यतातिर छ अनि यहाँ दिदीबहिनीहरू पनि हुनुहुन्छ अनि यस्तो छ अनि यहाँ हाम्रो टिम लिडर हो चाहिँ हामी चाहिँ अब यतातिरबाट चाहिँ यस्तो राम्रो सिन देखिन्छ यताबाट अनि यहाँ चाहिँ यस्तो छ यता चाहिँ राम्रो जङ्गल छ यहाँ चाहिँ ओरिजिनल अक्सिजन लिन पाइन्छ अनि हाम्रो सङ्गति हुने ठाउँ चाहिँ यो हो अनि यताबाट जाने यहाँभित्र हो अनि हामीले अस्ति युथ कन्फरेन्समा सङ्गति गरेको चाहिँ यो हो यस्तो राम्रो राम्रो फ्लावरहरू पनि छ अनि फर्सीहरू पनि छ अनि यहाँभित्र चाहिँ यस्तो छ हामीले चाहिँ यहाँनिर गेमहरू पनि खेलेको अनि यो भित्र चाहिँ यस्तो छ यहाँ बाछाहरू पनि छ एकदमै राम्रो सिन छ अनि यतातिर बिचतिर पनि बसिरहेको छ बहिनीहरू अनि यहाँ चाहिँ यस्तो झर्ने भाँडा पनि छ अनि मैले चाहिँ सर्टकट भ्लग बनाएर फर्किसकेको छौँ हाम्रो सबै साथीहरू आइरहेको छ अनि अरू साथीहरू चाहिँ यतातिर हेरेर बसिरहेको छ तरेर अनि यो एकदमै गल्ली छ यहाँ चाहिँ भित्रमा अनि यहाँ पनि सिसी क्यामेरा पनि छ त्यहाँनिर अनि यहाँ यस्तो राम्रो सिन पनि देखिन्छ फुलहरू पनि छ अनि यहाँनिर एउटा डक पनि छ यस्तो राम्रो सिन देखिन्छ यतातिर यस्तो हिँड्ने बाटो पनि दामी छ अनि हामी सबजना यतातिर छौँ हाम्रो साथीहरू चाहिँ लस्करी आइरहेको छ बाई बाई दिदीबहिनी लस्करी आइराख्नु भएको छ उहाँ दुईजना चाहिँ कुरिरहेको छ पप्पी पनि छ यहाँ चाहिँ ऐसेलीको रुख पनि छ अनि यस्तो राम्रो फुलहरू पनि राखेको छ एकदम अनि हाम्रो चाहिँ गेट हो अनि यहाँनिर गाडी छ म स्यास्या भयो ऐसेलु चाहिँ यस्तो दामी छ ऐसेलु पनि रहेछ साथीहरू ल ए मैले चाहिँ ऐसेलु खानेकुरा पनि भेटेँ मिठो रह कति धेरै ऐसेलु रहेछ ल साथीहरू ऐसेलु यहाँ बिचबिचमा पनि छ अब साथीहरू चाहिँ यहाँ ऐसेलु देखेर ऐसेलुको लागि यतातिर गइरहेको छ अन्डा होइन ऐसेलु हो यहाँ बिचमा छ हाम्रो सङ्गति चाहिँ यस्तो जङ्गली ठाउँमा एकदमै राम्रो सिन छ के को दाना हो भन्छ ऐसेलुलाई अब हामी चाहिँ हिँडिसक्यौँ सबजना आउँदैछ बाई बाई सबैलाई हामी चाहिँ गयौँ रोजिनाको ब्याग त्यही भएर धेरै लुगा ल्याउने होइन क्या तपाईँ चाहिँ त्यो नबनाउनु नि त कस्तो म बना यस्तो दामी सिन देखिरहेको छ यहाँबाट म चाहिँ यतातिर छु हाम्रो चाहिँ 4 दिनको क्याम्प सकिसक्यो अनि हामी चाहिँ अब घर फर्किन लाग्छौँ ओह्रालोको हाइकिङ गर्न लाग्यो म चाहिँ यहाँतिर छु हेलो एभ्रीबडी हिँडिरहेको छौँ अनि उता चाहिँ अरूहरू आइरहेको छ हेलो भन्दैछ म चाहिँ तलबाट हाम्रो यहाँनिर कस्तो सिन देखाउँछु त्यो देखिन्छ त्यहाँनिर चाहिँ एकदमै राम्रो ठाउँमा छ मण्डली भवन दुईजना चाहिँ तल पुगिसक्यो दामी सिन देखिन्छ म चाहिँ यतातिर छु मलाई चाहिँ अस्तिदेखि यतातिरको सिन हेर्न मन लागिरहेको थियो जस यतातिर पनि अब नयाँ रोड बन्दै रहेछ यहाँबाट चाहिँ दामी यस्तो सिन देखिन्छ राम्रै सिन देखिन्छ यता यस्तो घर पनि रहेछ यहाँनिर चाहिँ यस्तो खालको घर पनि छ यस्तो रोडमा हिँड्नुपर्छ म चाहिँ यतातिर छु हिँड्दा मेरो चाहिँ खुट्टा दुखिसक्यो गाई त्यो पप्पी पनि भोगिरहेको थियो घरहरू चाहिँ यस्तो छ त्यहाँबाट हिँड्नै सक्दिनँ म चाहिँ यताको चाहिँ कस्तो देखिन्छ भनेर यसो देखाउन आएको यताको सिन चाहिँ राम्रै रहेछ
कस्तो देखिन्छ वाउ कालपानी जाने डाँडा उता पाखा पनि देखिँदो रहेछ उता मलाई बोलाउन आइसक्यो नदेश यस्तो राम्रो सिन देखिन्छ यस्तो खालको घर छ मलाई चाहिँ खासमा यो घर राम्रो लागेर म यतातिर आएको जस यो एउटा घर चाहिँ यस्तो रहेछ अरू चाहिँ राम्रै छ राम्रो सिन देखिन्छ अब म एकैचोटि तल डाँडाको भाँडा मात्र बनाउँछु यहाँनिर भाइहरू पनि आइरहेको छ है हातमा राख ल सबै यहाँ चाहिँ यस्तो राम्रो ऐसेलु छ वाउ यस्तो धेरै रुख रहेछ यहाँनिर ऐसेलु टिपिरहेको छ यति धेरै टिपिसक्यो वाउ म नि टिप्न लाग्दैछु ऐसेलु ऐसेलु यस्तो दामी झुप्पै छ ए बनाउँछ हैन यो बाटो खाँदै हिँड्दै जाम आइरहेको छ यता कहाँबाट झर्ने उता भइराख बनाउन यताबाट यो मान्छे त हो ओइ म मर्दैन किन मर्नु हेलो एभ्रीबडी वेलकम आज चाहिँ हामी हिँडिरहेको छौँ तलतिर अनि हाम्रो यति धेरै दिदी पनि साथीहरू पनि छ हेलो तपाईँ झर्ने ल मेकअप अनि अरू दिदी बहिनीहरू चाहिँ उता आइरहेको छ एकदमै राम्रो सिन छ राम्रो धारा छ हामी चाहिँ सबजना हिँडिरहेको छौँ हामी कति दिनको के अरे क्याम्प गरेर फर्किँदैछौँ 4 दिन पछिको जुलुस आउँछ है हाम्रो जाम यताबाट बाटो छैन त हामी चाहिँ यहाँबाट जान लाग्दैछौँ यता चाहिँ राम्रो बाटो छ के हो सर्पा साथीहरूले सर्प देख्यो भन्दैछ हेरौँ हामीले चाहिँ यति ठुलो सर्प देखिरहेछौँ भिडियो बनाऊ मैले भिडियोमा आएको छ सर्प बिस्तारै आयो है साथीहरू सर्प छ यहाँ ठुलो खोइ कहाँ यताबाट यता गयो हिँड्नु हो भने मेरो भिडियोमा छ हजुर आऊ उनीहरू आइरहेको छ यता मासतिर आऊ म त गएँ मेरो भिडियोमा आएको छ तर जुम गर्नुपर्छ कसले देखेको फर्स्टमा कस्तो फुले अनुहार चाहिँ यत्रो जिउ चाहिँ कत्रो नि कलर पनि कस्तो खाले हो त्यसको त खैरो कस्तो भने यत्रो सर्प होला त्यहाँ कति ठुलो सर्प थियो त्यहाँ मकैबारीमा उता मकैबारीभित्रै छिर्यो कति ठुलो सर्प के त सानो पनि होइन ठुलो न ठुलो कस्तो ब्राउन कलरको ब्राउन पनि के होला यहाँ माथिबाट हेर्दा चाहिँ यस्तो राम्रो चौरी छ होइन म चाहिँ बेला आएको बेला यो चौरी एकदमै राम्रो लाग्छ अनि यो चौरीमा बस्नको लागि पनि अनि त्यही भएर मैले यो भिडियो चाहिँ नबनाइकन छुट्टै बुझेन होइन त्यही भएर यस्तो राम्रो सिन छ अनि म चाहिँ यता आइरहेको छु एकदमै घाम भइरहेको छ यहाँ चाहिँ निधार पोलेर कालो भइसक्यो त्यहाँनिर बस्नुपर्छ हामी सबैजना एकछिन चौरीमा त्यो चौरीमा बस्नु चाहिँ एकदमै आनन्द आउँछ मोटै थियो अनुहार चाहिँ सानो
हेलो गाइस, यस्तो दामी जङ्गल सिनहरू देखेको छ। म चाहिँ यतातिर छु अरूहरू उतातिर आइरहेको छ। अझ यस्तो सिन देखिन्छ। वाउ दामी सिन छ। वाउ कस्तो राम्रो हावा आएको। वाउ हामी त्यहाँबाट झरेको माथिबाट।